7 days मिनी भ्लग च्यालेन्ज आज मेरो डे 4 अनि मेरो खाना पनि रेडी भइसकेको छ। दाल भुजिया अन्डा चाहिँ रेडी भइसक्यो भने यहाँ चाहिँ अचार बन्दैछ टमाटर। अचारलाई पनि मैले मज्जाले चलाएँ अनि अचार पनि रेडी भयो। अनि त्यसपछि चाहिँ खाना साना खुवाएर छोरीलाई स्कुल पठाएर म चाहिँ आएर पनि यहाँ भाडा पखाल्दै छु। अनि मेरो बाबु चाहिँ मसँग यहाँ जिस्किँदै छ। मेरो बाबु चाहिँ मैले जे काम गर्दा पनि उ चाहिँ आउनै पर्छ। अनि त्यसपछि चाहिँ कपडा सपडा सबै टिपेर कपडाहरू पनि सबै पट्याइसके मैले। अनि मेरो कपडाहरू पनि पुरै पट्याएर पनि रेडी भइसकेको छ। आज चाहिँ शुक्रबार भएको कारणले मेरो छोरी चाहिँ मामा घर जाने भनेको छ। मेरो छोरी चाहिँ पहिला मामा घर बसेर पढ्थ्यो अनि उलाई यता बस्ने राम्रोसँग बानी परेको छ। त्यही भएर हामीले चाहिँ हप्ता 2 हप्तामा उलाई लगिरहेको हुन्छ। अनि मलाई यस्तो रुन मन लाग्यो मेरो जेठ। मैले यो माटै शुद्ध काठमाडौँबाट बोकेर ल्याएको यति भारी अस्तितिर त राम्रै थियो, अहिले हेरेको त यस्तो पुरै कुएर लत्रक्कै झरिसक्यो। अनि मैले पहिला बाहिर राख्दाखेरि चाहिँ राम्रै थियो, पछि भित्र ल्याएर राखेको त पुरै कुइसकेछ। अनि अब चाहिँ जे हुनु भइसक्यो भनेर म चाहिँ निस्के। अनि मेरो छोराछोरी चाहिँ बाहिर निस्किनु पाएपछि यति धेरै खुसी हुन्छ नि। अनि साथीहरू हामी निस्किँदाखेरि चाहिँ 5 बजिसक्यो। कहिले पुगेर कहिले भिडियो अपलोड गर्नु भइसकेको थियो। अहिले चाहिँ मलाई यो च्यालेन्ज लिएकोदेखि चाहिँ मलाई यो भिडियोको मात्र टेन्सन हुन्छ कि जसरी भयो नि भिडियो अपलोड गर्नुपर्ने छ मलाई भन्ने मनमा चाहिँ भइरहन्छ। अनि हामीले हरेक कुराको च्यालेन्ज लियो भने चाहिँ हामीले केही गर्न सकिन्छ कि भयो कि मलाई। किनभने अहिले मैले 7 दिन मिनी भ्लग च्यालेन्ज लिएको जसरी भए पनि मलाई यो आज भिडियो गर्नु छ, मलाई अपलोड गर्नु छ भन्ने मनमा एकदमै एउटा प्रकारको प्रेसर हुँदा रहेछ। त्यही भएर पनि हामीले च्यालेन्ज लियो भने राम्रो हुँदो रहेछ जस्तो लाग्यो मलाई। मेरो छोरी चाहिँ पुरै रुइरहेको थियो कि उसलाई साइडमा काँडाले घोचेको रहेछ। बाइक यता मैले छेउमा राखेको थियो अघि अनि त्यो काँडाले घोचेको। अनि घोचे पनि बाइक हिँडिसकेपछि चाहिँ ऊ एकदम खुसी भयो। मोबाइल हेरेर पुरै हेलो गर्दैछ मेरो छोरीले चाहिँ। अनि घाम पनि एकदमै चरक्क थियो राति 5 बजे पनि। अनि त्यसपछि चाहिँ हामी बजार पुग्यौँ। बजार पुगेर ओर्लिने बित्तिकै मेरो छोरी त रुन पो थाल्यो। अनि उसको बाबाले चाहिँ हेर्दै हुनुहुन्थ्यो के भयो होला भनेर। म चाहिँ माइत जाँदा पनि कहिले केही पनि लादिनँ कि। अनि आज चाहिँ म निम्की सिम्की केही लानु पर्यो भनेर यता निम्की पनि किन्दै थिएँ र सँगसँगै मलाई मोबाइल तिर्साउन यति लाज लागिरहेको थियो, यति लाज लागिरहेको थियो। सबैजनाले मलाई मात्रै हेरिरहेको जस्तो लागेको थियो कि मलाई। अनि त्यसपछि के नयाँ चिज हो भनेर मैले यहाँ टेस्ट गर्दैछु। अनि बुढालाई सोधे लिम कि नलिम 15 रुपियाँ कोटारे भनेर मैले बुढालाई भने। अनि बुढाले पनि लिऊ भन्नुभयो। अनि त्यसपछि चाहिँ मैले किने। यसको चाहिँ मलाई नाम पनि बिर्स्यो। बजारतिर आउँदाखेरि चाहिँ मोबाइल तिर्साउन कस्तो लाज लाग्दो रहेछ कि मलाई एकदमै लाज लाग्यो। अनि त्यसपछि मैले लाजलाई हटाएँ अनि बाइक चढ्नलाई एकदम मेरो छोरी त रुइरहेको रहेछ। छोरीको खुट्टामा चाहिँ यति ठुलो घाउ भइसकेको छ। अनि हामी चाहिँ निस्केको त छोरीले बजारमा फाइन देखेछ, उसलाई चाहिँ चाहिएर भनेर रुँदै थिएँ। अनि मैले चाहिँ उसको बाबालाई भन न भने उसको बाबाले चाहिँ रोकेर हेर्दै हुनुहुन्छ। अनि यहाँ चाहिँ 2 थरीको फाइन रहेछ, एउटा 500 रुपियाँको रहेछ, एउटा 300 रुपियाँको। अनि मैले चाहिँ बच्चाले 2 दिनमा बिगारिहाल्छ, यो 300 खालको किनिदिनु भन्नुभयो। अनि 300 खालको किनिदिनु भयो। अनि मेरो छोरी चाहिँ यति खुसी भयो नि, हेर्न सक्नुहुन्छ यति खुसी भयो ऊ। अनि बाटोमा पनि पुरै कराउँदै हिँडिरहेको थियो खुसीले। अनि उसको बाबाले चाहिँ छोरी ह्याप्पी भनेर सोध्दै हुनुहुन्थ्यो। छोरीले पनि ह्याप्पी ह्याप्पी भन्दै पुरै रमाउँदै थियो। अनि त्यसपछि चाहिँ हाम्रो यहाँ घर जाने बाटोमा अलिकति नराम्रो बाटो थियो। यो काठको घरलाई चाहिँ हामीले क्लब घर भन्छौँ। अनि त्यसपछि चाहिँ हाम्रो घर नजिकै छ यहाँदेखि। अनि हामी पनि घरमा पुग्यौँ। अनि दाइहरू पनि बाहिर निस्किन लाग्नु भएको रहेछ। हामी आएको देख्नु भएपछि चाहिँ एकछिन बस्नु भयो। अनि दाइले चाहिँ उसको भान्जा लिनुभयो अनि मम्मीले चाहिँ उसको नातिनी लिनुभयो। अनि त्यसपछि चाहिँ दाइहरू जान रेडी भयो। अनि यहाँ दाइहरू 2 जना चाहिँ एकजना राख एकजना राख्दैन भन्दै हुनुहुन्थ्यो। अनि भक्ते दाइले चाहिँ अर्को बाइकमा लिए भन्दै हुनुहुन्थ्यो। बाबुराज दाइले चाहिँ मान्नु भएको थिएन। अनि हाम्रो बाजी पनि आउनु भएछ। अनि त्यसपछि मैले चाहिँ सबैलाई ढोकेँ। अनि दाइले